नेपालमा बसोबास गर्ने विभिन्न जातिहरूमध्ये आदिवासी थारू जाति एक हो। यो जाति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालका तराई, खोज, बेसी, दुल र उपत्यका गरी करिब 25 जिल्लामा बसोबास गर्दछन्। विक्रम सम्वत 2058 सालको जनगणना अनुसार थारूहरूको कुल जनसंख्या लगभग 15,33,879 भन्दा बढी देखिन्छ। यो नेपालको कुल जनसंख्याको 6.75% अर्थात् जनसंख्याको चौथो हिस्सा ओगटेको देखिन्छ। तराई र भित्री दुन उपत्यकामा यिनीहरूको उपस्थिति अत्यन्तै व्यापक छ। त्यसमध्ये सुनसरी, दाङ र कैलाली गरी 3 जिल्लामा एकल ठूलो समुदायको रूपमा रहेको छ भने सप्तरी, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, बाँके र कञ्चनपुर गरी 7 जिल्लामा दोस्रो ठूलो समुदायको रूपमा